आज चाहिँ हामीसित छ 500 को यति ठुलो जाइन्ट नोट र यो पैसा लिएर चाहिँ हामीले पसलमा जाने हम र हामीलाई यो पैसाले के सामान किन्दाखेरि केही सामान देलान् कि नदेलान् त्यो चाहिँ हजुरहरूले भिडियोमा थाहा पाउनु हुनेछ। गाइस अब चाहिँ हामी 500 नोट डालेर सामान किन्न पसलमा के सामान किन्छौँ या फिर अब यस्तो खुला माग्छौँ के हुन्छ त्यो चाहिँ अब अहिले अगाडि गएर थाहा हुन्छ। हामी अब दोकान जान्छौँ। ल गाइस अब चाहिँ हामी पुगिसक्यौँ दोकानमा। अब हामी यो गरेर चेन्ज माग्छौँ। अङ्कलले दिनुहुन्छ कि दिनुहुन्न? ल अङ्कल अङ्कल यो चेन दिनु त। यसको चेन यो पसलको अङ्कलले चाहिँ केही रियाक्सन दिनु भएन। अब चाहिँ त्यहाँको अङ्कलले चाहिँ हामीलाई केही रियाक्सन दिनु भएन। त्यही भएर अब हामी जाँदैछौँ डेरीमा। अब चाहिँ हामी डेरीमा आयौँ। अब गएर अङ्कलले चेन दिउँ। अंकल अंकल मलाई 500 खुला दिनु। 500 खुला लिनु। डुप्लिकेट हो हुन त अब रियल जस्तो होइन रे। अब अहिले बालन सरकार निकालेको यो पैसा के 500 कस्तो हो खुल्ला आउँछ कि छैन? नै? तपाईले यो यो हामीलाई यसको पैसा 10 रुपैयाँ 20 रुपैयाँ दिनु पाउनुहुन्छ। कति दिनुहुन्छ? खुल्ला आउँछ कि नै? सोको लागि राख्नु पाउनुहुन्छ। राख्नु न सोकै छैन ल ल थ्याङ्क यू। ल वेलकम अङ्कल। हामी चाहिँ अब डेरीबाट निस्केर यता यो पसलमा जाँदा छौँ खुजुरा लिनको लागि। ल दोकानमा खुजुरा दिनु न 500 को। 500 छैन खुजुरा? खुजुरा छैन बाबु। अन्त सधैँ ठुला ठुला पैसा मात्रै आउँछन्। के गर्ने नयाँ वर्ष भन्यो ठुलो पैसा लिएर हिँड्छन्। कस्तो हो यो नोट? हजुर यो नोट कस्तो हो? यो नोट रियल छ कि नै? रियल त छ तर ठुलो गरेर विश्वास हुँदैन। सब्जी यो फर्मल दिन्न त्यसको यस्तो आउँदैन बाबु फलफुल त आउँदैन? आउँदैन। ल ल थ्याङ्क यू थ्याङ्क यू। धन्यवाद भाइलाई। लगाइद अब चाहिँ हामी बजेको जाँदै छौँ। अब रियाक्सन हेर्नु के हुन्छ हैन? र अब बजे पसलमा आउनु त। लगाइ बजे पसलमा आइसक्नु भएको छ। बजे तपाईको 500 खुल्ला हा। चलो 500 रुपैयाँ लिनु के। त्यहाँको बजारले चाहिँ रियाक्सन दिनु भएन त्यसैले लगाइद अब चाहिँ हामी यता सुन्दरी बसल अङ्कलकोमा जाँदै छौँ। हेरौँ के हुन्छ रियाक्सन। अङ्कल सन्चै हुनुहुन्छ? अङ्कलले चाहिँ त्यो पैसा देखेपछि बाहिर आएर कुर्सीमा बसेर त्यो पैसालाई हेर्न थाल्नु पर्यो। कस्तो रियल छ नि? यस्तो यो भिडियोको लागि यस थ्याङ्क यू। भिडियो बनाएर अब हामी आयौँ आफ्नो घर। अब आफ्नो घर अब मैले अब आएर भिडियो सिडियो गराउँछु। एडिट सिडिट गर्छु अब त्यो भिडियोहरूलाई। ल गाइस आजको लागि चाहिँ यति मन पऱ्यो भने लाइक सेयर कमेन्ट चाहिँ गर्नु होला।